हेलो एभ्रिवान, हामी चाहिँ आज कन्याम जाँदैछौँ पुरा परिवार नै। हामी चाहिँ अघि हिँडेको, अहिले चाहिँ यहाँ सुरुङ्गा कटिसक्यौँ अनि जामुनखाडी जाने बाटो आइपुग्यौँ। अनि गाडीमा जाँदैछौँ। आमा अगाडि हुनुहुन्छ, बाउ यहाँ हुनुहुन्छ अनि हामी चाहिँ यहाँ गाडीमा चढिरहेको छौँ तीनजना। अनि काकाहरू पनि अहिले बेतामटबाट चढ्नुहुन्छ। ल देखाउँदै जान्छु अहिले भिडियो। आज चाहिँ असार 15 हो अनि मौसम पनि पानी पर्ला पर्ला जस्तो चाहिँ भएको थियो। अघि त अलिअलि सिमसिम पानी पर्दै थियो, अहिले चाहिँ परेको छैन। जस यस्तो छ मौसम, राम्रो छ। यहाँबाट चाहिँ हाम्रो काकाहरू र काका र छेमा पनि जोइन हुनुभएको छ अघि अनि आउनुभयो। यहाँ चार पानीबाट चाहिँ हामी चाहिँ माथि जाँदैछौँ। उता चारालीबाट माथि जानुपर्ने, यहीँबाट डाइरेक्ट सर्टकट बुधबारे पुग्ने बाटो छ अरे भन्नु भएर चाहिँ अनि यहाँबाट चाहिँ हामी सर्टकट जाँदैछौँ। मौसम चाहिँ राम्रो छ, आज घाम लागेको छैन त्यति साह्रो। अनि हामी सबैजना बसेर गीत सुन्दै सुन्दै जाँदैछौँ। कति 8 बजीतिर आइपुग्नु भएको थियो होला काकाहरू त? 8 बजीतिर आइपुगेको थियो। 7:45 तल झरेदेखिको कि तलैदेखि सिटीमा खर्र यो बाटो चाहिँ नयाँ हो मेरो लागि पनि। यो बाटो चाहिँ हिँडेको थिइनँ म पनि पहिला। अब ड्राइभरले लाँदै हुनुहुन्छ। बाहिर चाहिँ यस्तो छ। अभिको स्कुल छुट्टी छ आज? छुट्टी छ भनेर हामीसँग हिँड्यो। हजुर हजुर, पहिला त हाम्रो असार 15सम्म लाग्थ्यो। 15 भने छुट्टी होला। कुन स्कुल पढ्छौ तिमी? हजुर कुन अरे? ए राम्रो रहेछ त यताको बाटो बरु, होइन? सुनसान पनि, बेतामटतिर बरु जाम थियो होला। यो पो सुनसान राम्रो रहेछ त। त्यो चारालीमा घन्ट्याङमा भयो नि तर यहाँ माथि पुगिने रहेछ।
नेपथ्य आउँदैछ अरे जो ए पूर्ण राईहरू पनि माल्टा गएको रहेछ नि त अब यो जुलाई कति भाउ सबै उयो युरोप टुर गर्दैछ क्या उनीहरूले ए एकैचोटि यहाँ पो आइपुग्दो रहेछ त ए यो त सञ्चारीको माथिको बाटो होइन अन्त त्यो तामाङ खाडीको के अरे यो उयो जाने बाटो हो यहाँदेखि उता त उयो जान्छ नि त्यो अहिले यो कता आइपुग्यो कुन बजार हो संसारे बजार संसारी बजार हो यो अरे ए यतैबाट जान्छ मेरो ससुराल यतैबाट जान्छ मेरो ससुराल होइन घर अहिले देख्यो भने देखा यतै हो नि तर त्यो बाटो जाँदैन रहेछ यताबाट यो यताबाट जाँदो रहेछ क्या यता दाइ कालिस्तानबाट जानुहुने हो कालिस्तानबाट जानुहुने हो कालिस्तानको बाटो भन्छ हो यता गयो भने चाहिँ उयो जान्छ सालबारी जान्छ क्या यता चाहिँ यो बाटो पो मजाको राम्रो रहेछ त सालबारी झिल झिल जान्छ कि त्यहाँबाट सिधा जान्छ अब यहाँ चिया बगान आउँछ नि त राम्रोवाला यताबाट खिच अस्ति मैले स्टोर लगाएको थिएन ओए चिया बगान आउँछ अब भिडियो खिच मजाले ल त्यही बाटो जाँदैन खिचिरहेको छु धेरै राम्रो रहेछ नि यो बाटो त बदले यता पूर्व हो के उही बाटोदेखि कता हो त पनि भनेपछि यही बाटो आउँदा पनि हुन्थ्यो अरे त झन् छिटो हुन्थेछ नि बिर्तामोडदेखि माथि आउँछ नि त आइपुग्यो यहाँ निस्किँदो रहेछ यो बाटोले चाहिँ के अरे पनि खोइ देखा त सेम सेम साइजको ए यहाँ आउँदा त मट्टै देखेको थियो त नि यो होला होइन पहिलाको पुल चाहिँ यहाँ तल छ अहिलेको पुल यहाँ छ पहिलाको पुल यस्तो छ अहिलेको पुल यस्तो आज चाहिँ मौसम कस्तो दामी रहेछ क्या यहाँ अब मान्छेहरूको खेती गर्नुको लागि यहाँ धान रोपेको भए झन् दामी देख्ने रहेछ तर अहिले चाहिँ धान रोपेको छैन बाँझै रहेछ बारी जाडै हुन्छ होला बर्ने आइपुग्यौँ हामी झापाको सबैभन्दा राम्रो ठाउँ यो हडियापुर बारे भन्छ नि त हो नि यहाँ उब्जनी राम्रो हुन्छ नि त्यहाँ चियाहरू सबै टिपेर सबै काटेको रहेछ पत्ता अहिले चाहिँ काट्ने टाइम रहेछ त्यही भएर सबै
रातो भइरहेको रहेछ चिया नै रहेन रहेछ यही त हो यहाँ छ अझै मान्छे आइरहेको रहेछ भरे पनि हामीले पार्कै बनाएको छ नि यही त हो ए अहिले त यो रुख फुलेकै छैन रहेछ चैत वैशाखमा पो फुल्छ त मजा यहाँ मान्छे फोटो खिच्न आउँछ चिया टिप्ने मान्छेहरू रहेछ मौसम चाहिँ साह्रै राम्रो छ आज न घाम न पानी यत्तिकै भएर पानी पर्दैन भने चाहिँ राम्रो हुन्छ तर अब हेरौँ के हुन्छ माथि त सायद कुहिरो लागेको जस्तो लागिरहेको छ कि चन्यामतिर खुल्यो भने चाहिँ राम्रो हुन्छ तर सायद खुलेको छैन होला अब यतिखेर त खुल्दैन हामी चाहिँ जोर कलशमा आइपुग्यौँ अनि त्यहाँबाट अब यहाँ एकछिन पानीहरू चिप्सहरू किन्नुको लागि चाहिँ झर्नु लागेको पछाडि हावा छिर्ने ठाउँ छैन नि त त्यही भएर मोटो भतिजलाई साह्रो परेको क्या बुनु यो चाहिँ बुनु हो हिरो नि भएर आएको जस्तो खोइ यता हेर त यो गाडीमा आएको बागमतीको पो रहेछ त 5598 5598 नम्बरको गाडीमा आएको हामी हुन्छ हुन्छ काका हामी दिन्छौँ जानु नि यो एउटा स्वेटर चाहिँ बेच्न राख्नुभएको यो दुईवटा यो त खतरा एक्स्ट्रा रहेछ त यहाँ यो तपाईँहरूले आफै बुन्नु भएको होला नि अन्त यो त बुन्नु लाउँदाखेरि हुने रहेछ त सर्ट लगाएर क्या खतरा रहेछ त यो चाहिँ राम्रो रहेछ आफैले बुनेको भएर होला हो त्यस्तो महँगो उयो योवाला चाहिँ लैजानु नि यो खेप्चोवाला योहरू सबै तपाईँले आफै बुन्नुभएको होला है रेस्ट टाइममा हो अहिले चाहिँ सबैजना अब एकछिन रेस्ट गरेको यहाँ हेलो हेलो भनिदेऊ मलाई पनि देऊ न तिम्रो स्कुल कहिलेसम्म लाग्दै थियो हजुर होइन कहिले छुट्टी भएको हिजोदेखि झापा क्यामेरामा त्यति नदेख्दो रहेछ तर यहाँबाट चाहिँ क्लियर देखिरहेको छ झापा बादल लागिरहेको छ डाँडामा चाहिँ फेरि ल अब हामी गाडी चढेर जानु लागेको तपाईँले केही खानु भएन त ए तेरिका हामी चाहिँ लास्ट बेन्चर हो कमर थोरै पछाडि सार तिमी हो त्यसरी बस्यो भने खुल्ला हुन्छ कि अलिक अझै हुँदैन हुँदैन म यसरी नै बस्नुपर्छ कि कहाँ यो छाडो कसरी बस्नु यसो गरे एक्सपायर भएको छ होइन छ्यामालाई गाह्रो हुन्छ नभए उसलाई अलिक छेउमै राखिदिनु नि त छ्यामा
हुन्छ अब केही हुँदैन भयो त बसौँ बसौँ ढोका मजाले बाउ हेर्नु भन्दिनँ यता हेर्नु लक गर्ने काका आमा भतिज आमा अगाडि हुनुहुन्छ यहाँ बुनु दिन राम्रो रहेछ हो भुसिया उब्रिँदै रहेछ आमा फेरि अब घर कतै आइपुग्न लाग्यौँ यहाँ चाहिँ पुरै कुहिरो लागेको रहेछ यस्तो चाहिँ काँडा काँडा पनि केही देखिरहेको छैन पुरै कुहिरो लागेको चिसो चिसो पुरै एकदमै चिसो भइसक्यो यता चाहिँ यहाँ चाहिँ एकदम चिसो हावा चल्न थालिसक्यो घर कतै आइपुग्यो हामी आज सायद केही पनि सिनहरू देखिँदैन होला यहाँ त जहिले म यहीँबाट लान्छु एकदम राम्रो हेर्दै किनौँ किनौँ लाग्दो हुन्छ नि यहाँको पपुलर रेखा दिदीको होटल चाहिँ यता छ घरकटेको पपुलर हो यो रेखा होटल चाहिँ राम्रो खानेकुरा पाउँछ तपाईँहरू यहाँ आएर खान सक्नुहुन्छ पुरै कुहिरो लागेको रहेछ यहाँ त भनेपछि कन्याममा त झन् तुसारै परिरह होला चिसा हावा खानु यहाँ आइपुग्यो हामी चाहिँ अनि पहिला त यहाँ पुरै खुलेको हुन्छ अहिले त ड्याम्मै कुहिरो लागिरहेको रहेछ अनि थकाली यहाँ खाना खानुको लागि रोक्यो स्काई वाक पनि यहीँबाट जाने रहेछ जान्छौँ यहाँ तल छ अनि थकालीमा अब खाना खानु जाँदैछौँ गाउँछ होइन अस्तिको लुगा होइन सरकारी बाइक छ यो त यता बाहिर कति साह्रो पर्दो रहेछ नि अलिक यता उज्यालोतिर बस्नु न किन अँध्यारोमा बसेको यहाँ खाना खानुको लागि चाहिँ बसेको हामी चाहिँ थकालीमा दिनु आमा छ्यामा यहाँ छ बाउरा काका यहाँ हुनुहुन्छ यहाँ रविलाई म एकछिन एकछिन चाहिँ खाना खाएर हामी फेरि निक्लिँदै गरेको खाना खाएर बाहिर चाहिँ पुरै यति साह्रो कुहिरो लागेको छ शीत परेर यस्तो छ घाम लागेर टन्टला पुर यहाँ त उयो कुहिरोमा भित्रभित्र हिँड्नु मात्रै भयो यहाँ माथि त्यो स्काई टावर होइन सिसाको तल घाम लागेर गर्मी हुँदाको माथि घाम लाग्दैछ भने त साइक्लिङ पनि हुन्छ होइन ल ल यहाँबाट त दामी देखिन्छ वारिपारि कस्तो राम्रो देख्थ्यो आज हुसियाले केही देख्नु असोज कार्तिकमा मात्रै राम्रो हुन्छ यति बेला बाउ घोडा चढ्ने कि चढ्दैन घोडामा पुरो कुरामा हामी पुरै बन्द छ त पानी आएर पो डिस्टर्ब भयो त हौ अब त झन् पानी पर्न थालेछ लु कता बस्नु पानीमा बसेर कुदाउँछु
साइड गरेर बसौँ छोरा हो बाहिर निक्लिने कुरा होला जस्तो सायद पानी हो कि यो शीत कन्याम यस्तो रहेछ कन्यामा आइपुग्यो हामी तर पानी परेर छाता ओढ्नु परिरहेछ यस्तो केही नदेखिने रहेछ आज मौसम यस्तो रहेछ पुरै कुहिरो लागेर छाता ओढेर हिँड्दैछौँ हामी त जाडो भएर सबैजना ज्याकेट लगाएर केही देखिरहेको रहेछ यहाँ चाहिँ यस्तो छ मौसम आज चाहिँ पुरै कुहिरो लागेर मान्छेहरू पनि त्यति आएको छैन अब फोटो खिच्नु त त्यति नमिल्ने भयो हामी केही गर्दैन हिँड्न लात्तीले दिन्छ है अलिक सेतो त रहेछ नि त मलाई यस्तै मधुर होला हामी कसोकोले मधुर रहेछ तिमीलाई त हिरो देखिरहेको छ त कस्तो फिल भइरहेछ त तिमीलाई अनि कन्याम घुम्दा धेरै मजा आइरहेछ तिमीलाई चाहिँ के गर्नु मन छ अरे साइक्लिङ गर्न अहिले तिमीसँग गर्नुपर्छ न हुइली हान्दिने हुइली हान्न आउँछ नि कहाँ छ साइकल देखाउ त लु कहिले देखेको थियो तिमीले साइकल पानी पऱ्यो त उहाँ राखेको छ क्या भाडाको साइकलहरू हुन्छ त्यो हात नखेलाउ त्यो हात मैला पानी कुहिरो लागेर पानी परेर छाता ओढेर आउने पानी पर्दैछ तिमी अनि यस्तो पानीमा साइक्लिङ गर्न नसक्ला जस्तो भइगयो नि खोइ छैन त आज त साइकल अनि पहिला त यहीँ राखेको हुन्थ्यो त हजुर यतै राखेको हुन्थ्यो नि त अस्ति त छैन नि यस्तो कुहिरो लागिरहेछ अनि यस्तोमा त कसले कुदाउने साइकल पनि कन्यामको त कान मात्रै रहेछ नि त के अरे अन्धविश्वास होइन नि कन्यामको चाहिँ राम्रो भ्यू छ आज चाहिँ एकदमै यस्तो यहाँ छातामाथि आऊ छातामाथि त्यहीँ बिछौ है के नराखेको हेर कन्यामको त कान मात्रै रहेछ त अनि होइन जाऊ तिमी उतापट्टि बस म फोटो खिचिदिन्छु उतापट्टि बस न होइन होस् होस् अहिले भाइ ल आयो तिमी ल
कानमा आयो जाउँ त काका त्यति नै हो त्यो होइन एउटा चस्मा लगाउने खालको हुन्छ के भनिन्छ मैले त्यस्तो नामै बिर्सेँ अनि त्यहाँदेखि यार हजुर त्यो त्यसमा नाम त्यसरी हल्लिन्छ अनि यो चाहिँ लु निक्ला जाउँ नगर तिम्रो हात त्यो मैला लाग्छ है त्यो सबै मैला होला हात मैला भइसक्यो कस्तो 40 सालको तजुर्बा हो तिमीलाई हिन्दी बोल्न आउँछ अघि त बोल्यौ त नि मोटु पतलुमा के भन्छ के भन्छ अरे मोटु पतलुमा कसको घर अरे एकदमै डाँट वेदर दिएको दिनमा आइएछ हामी चाहिँ कोही मान्छे पनि छैन आज झापाबाट आउँदा त्यो शीतल त शीतल भइरहेको छ तर सिन चाहिँ देख्न पाएन हामीलाई त ठिकै लागिरहेछ अब आमा बाउहरूलाई नदेख्ने मान्छेहरूलाई चाहिँ सिन देख्न पाएको भए ठिक हुन्थ्यो भन्ने भइरहेछ हामीलाई त ठिकै छ हामी त अब कति आइसक्यो चिसो मौसम नै ठिक लागिरहेछ मलाई त तिमी यहाँ आउन भनेको झन् छाता ओढेर होइन छाता तिमीलाई तिम्रो फेरि तिमी पत्लु हुन्छ नि फेरि तिम्रो वेट कति केजी छ अहिले पानी नभए पनि जाडो छ नि त नि अन्त म गलत त भन्दै भन्दिनँ नि कसले भनेको हामी टपमा पुग्न लाग्यौँ यहाँ आउनु भनेको छातामा के अरे जाउँ अब पुग्यो भतिज थाकेकै छैन होइन भतिजको उमेर छ अहिले ऊ भतिज थाकेकै छैन उसलाई रमाइलो लागिरहेछ अझै अग्लो बनाइदिएछ नि त अहिले चाहिँ यता वरिपरि पनि क्या हामी नै रहेछौँ ल कोही रहेन रहेछ मान्छेहरू आजको दिनको कन्यामको वेदर चाहिँ यस्तो छ यी टोटल्ली केही देखिँदैन केही अनि शीतल हावा खाँदै बस्ने हो
पानी परेकोले गर्दा होला यहाँको चियाको मुन्टाहरू चाहिँ भर्खर भर्खर पलाएको रहेछ राम्रो छ नेसनल फ्ल्याग त हटिसकेको छ हटेर उसको टुक्रै निक्लेछ चियाको बुट्टाहरू नयाँ नयाँ आउँदो रहेछ यस्तो छ है आजको भ्यू चाहिँ हामी देखेन छैन होला यहाँ छाता ओढेर देखिरहेछ फाइनल्ली अलिअलि गर्दै के भन्छ एला हो छाता उल्ट्यो पानी चाहिँ परिरहेछ तर अलिअलि गर्दै मौसम खुल्दैछ गाम जाने बाटो यो हामी चाहिँ हल्का फोटोसोटो खिच्दैछौँ यी कुकुर पनि आएछ ल बादलले कुहिरो फेरि आयो तलको कति राम्रो देखिँदो रहेछ यो त्यो चिया बगान चाहिँ कति राम्रो देख्दो रहेछ कि घाम लागेको चाहिँ लास्ट साह्रै राम्रो एकदमै राम्रो देख्छ यता चाहिँ आज चाहिँ अब घाम नलागेको भएर त्यति साह्रो देखेको छ नि त्यो पनि ठिकै देखिरहेछ अहिले चाहिँ अलिअलि गर्दै खुल्दैछ अहिले चाहिँ मौसम एकदमै उग्रेको छ लगभग लगाउनुमा उग्रिँदैछ अनि मान्छेहरू पनि धेरै आयो अहिले चाहिँ अझै हामी फोटो खिच्दैछौँ अहिले चाहिँ अलिक दिन खोलेर फेरि हामी यहाँ गुरुङ ड्रेस लाएर फेरि काठी जाँदैछौँ अहिले अङ्कलले उता फोटो खिच्दै हुनुहुन्छ ल मौसम चाहिँ एकदमै खुलेको छ अहिले त्यही भएर चाहिँ अनि हामीले चाहिँ आफ्नो सबैले गुरुङ ड्रेस लाएर आएको छ मैले पनि लाएर आइसकेँ बाउहरू आउँदै हुनुहुन्छ अनि आमाले लाउँदै हुनुहुन्छ लाइसक्यो भतिजले पनि हिरो भएर आएको छ खोइ तिम्रो चस्मा लगाऊ न हेर त यो पख एकछिन यो टोप यता हेर त यसलाई चाहिँ हल्का तिम्रो कपालले गर्दा दिँदैन रहेछ नि त यसरी लगाउनु टोपी कस्तो नअड्क्यो क्या टाउको ठुलो एकछिन त टाउको ठुलो भएछ नि त ए अलिकति अगाडि यहाँसम्म गरेर लगाऊ कपाल देखिन्छ फेरि कति साह्रो तिम्रो टाउको ठुलो रहेछ नि त नि एकछिन खोइ देखाऊ त धेरै नखा त खोइ यता हेर त यस लगाऊ चस्मा हेर त यहाँ खोइ यस्तो गरेको नि
गर न नि यस्तो गर नि त नि सबैजना फोटो खिच्दै हुन्छ बाउहरू आउनुभयो बाउ आउँदै हुनुहुन्छ कहाँ छेउमा ल आमाले ड्रेस लगाउनु हुँदै जुनले लगाइदिँदैछ अब हामी एकछिनमा फोटो खिचिसकेर भरे आउँछौँ फाइनल्ली गाइज हाम्रो चाहिँ फोटो सक्यो आमाले लुगा चेन्ज गरिसक्नुभयो अब फर्किने हामी चाहिँ अब तल यो ड्रेसहरू लगाएको छौँ यो ड्रेस चाहिँ तल बुझाएर अनि हामी फर्किन्छौँ फेरि घाम लाग्न थाल्यो मजाको घाम लाग्यो त घाम लाग्यो त फेरि मजाले कुहिरो लागिरहेको थियो फेरि घाम लाग्यो यता पछाडि पनि पुरै छ्याङ्गै देखिन्छ होला आउँछ यता पनि अहिले चाहिँ पुरा सिनहरू देखिन थाल्यो ल अब चाहिँ फर्केको हामी ल फर्केको ल ल ल लु हिँड्नु फर्किँदै गरेको अब हामी चाहिँ मैले खिचिरहेको छु पछाडिबाट ल झर्दैछौँ हामी चाहिँ अब फोटोसोटो खिच्यौँ अनि खोइ म अगाडि जान्छु हो फोटोहरू खिचिसक्यौँ अब चाहिँ फर्किँदैछौँ कुहिरो पनि आउनु थाल्यो तिम्रो पनि फोटो खतरा आएको छ नि यता आउ त मेरो राइट साइडमा केही छ तिमीलाई भन्नु क्यामेरामा भन तिम्रो क्लास फर्स्ट टिचरको नाम के हो के अरे जोन सर जोन चाम्लिङ राई हो अनि को हो त घोडाको आवाज कहाँबाट आउँदैछ तिम्रो प्रिन्सिपलको नाम चाहिँ के हो प्रिन्सिपलको नाम ए सन्तोष सुब्बा अनि स्कुलको नाम चाहिँ के पऱ्यो के अरे चिल्ड्रेन के चिल्ड्रेन भार्मिङ ए चिल्ड्रेन इन्भाइरोमेन्ट बादल कस्तो दामी कुदेको देखिरहेछ दिस इज कल्ड क्लाउड बादल कुदिरहेको छ तिमीले साइक्लिङ गर्ने भनेको होइन गर्नु पाएन त यही धुसीमा साइकल हान्ने हो हान्ने कि नहान्ने आउँदै हुनुहुन्छ लाइन लागेर ल हो फाइनल्ली गाइज लाउ नबचाउन ल
ल कन्याम घुमेर हामी चाहिँ फोटो खिचेर अनि फर्किँदैछौँ। बाउ झर्दै हुनुहुन्छ, आमा, छ्यामा, काका, ल रविन दाई, ल बुनु आइज। कनको त कन्यामको त कान मात्रै बाँकी रह्यो भने राम्रै छैन नि, भत्किरहेछ। ए त्यहाँ जाउँ न अनि। कहाँ? ए हामी पनि खिचौँ त्यसो भए त अन्त मोबाइलले खिचौँ ल। साडी पनि लिएर आएछ। चिसो खाने पहन त अहिले खानुपर्छ। यता आउने हेर मेरो राइट साइडमा। आम्बो तिमी त बिट बक्स पनि गर्छौ क्या यार? सुनाउ त लु। तिमीले बिट बक्स गर्दा हान्दो रहेछौ। तिमी त खतरा रहेछ नि त। हेर त अन्त 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 खै त लु त फेरि त फाइनली बाटो काट्दैछु। उसको मोबाइल छ त अन्त मोबाइलमा पठाइदिएन नि, मोबाइलमा व्हाट्सएप छैन। फाइनल्ली अब हामी चाहिँ फर्किँदैछौँ कन्यामलाई बाई बाई गर्दै। हामीले अघि फोटो खिच्दा चाहिँ ठिक्क घाम लागेको थियो, अहिले चाहिँ फेरि कुहिरो लाग्ला जस्तो भइरहेछ। ला मोबाइल बुनु। अनि अब फर्किँदैछ। हाम्रो गाडी चाहिँ यहाँ पर पार्क छ, गएर गाडीमा बसेर नत्र होइन सागहरू पनि किन्ने होला नि त होइन? सागहरू किन्यो भने हर्कटेमै हर्कटेमा उहाँ छ सार्वजनिक शौचालय। उहाँ धुपीको फेदमा खिच्दा नि हुन्छ, मान्छेहरूले यता पनि फोटो खिच्छ नि। अहिले पर साग किन्दाखेरि लिँदा हुन्छ क्या आमा?
त्यहाँ रहेछ हाम्रो गाडी चाहिँ यही हो हाम्रो गाडी चाहिँ यही गाडीमा आएको हामी अब फेरि जाने हो डरै भएको ड्रेस लाउने भन्यो के भन्दा है ल हामी चाहिँ अब कन्यामको टुर सकेर चाहिँ फर्किन लागेको गाडी चढ्दैछौँ बाउ बसिसक्नुभयो हामी बसिसक्यौँ केटाकेट चाहिँ लु बसौँ 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 कहाँ कहाँ आउनुभयो पानी अगाडि नै छ पटो प्लास्टिक किनिदिनु पर्छ यहाँ हरकटेमा छुर्पीहरू पनि है ललिपप आफै खानु है काकालाई लगिदिउँ न ल ल लक भयो 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 नातिलाई सिसा चाहिँ अलिक झारिदिउँ है मेरो है त्यो जला सबै हाल्यो नि सामानहरू सधैँ तल झरौँ ल ठक्कै 2 बजी हिँड्यो है हामी ल गाइज यहाँ फोटो नखिच्ने त्यस्तो साह्रो खास त छैन तर यहाँ त्यस्तो खाली फोटो खिच्नु पनि पाउँदैन यहाँको फ्रेम सादा फ्रेम बनाएर फोटो खिचाइदिने हो होस् होस् अब मौसम चाहिँ अघि बिहानको भन्दा चाहिँ एकदमै खुलिसक्यो अहिले त घाम पनि लाग्नु थाल्यो अहिले चाहिँ त्यो राम्रो भयो घुम्नेहरूलाई पनि हामीले पनि फोटोहरू खिच्न पायौँ त्यो राम्रै भयो बित्तिकै पो खाइएन घरमा हिँड्यो अनि त्यहाँ होटलमा खाएँ पानी म चाहिँ भयो जस्तो यहाँसम्म चाहिँ चिसै छ अब झापामा त गर्नु होला यहाँ चाहिँ शीतलै छ चिया बगान रहेछ यो कुनको घरतिर चाहिँ मामा घर चाहिँ अघि यतापट्टि थियो है बिर्सेछ देखाउन चार पानी आइपुग्यौँ हामी अब काकाहरू झर्नुहुन्छ काका छ्यामाहरू ल भतिज सेलेक्कै भएर आइपुग्यो त ढोका खोल्न ल बाई बाई
बिस्तारै हिँड है, म तसँग हिँड्न सक्दिनँ। यताको कुनाबाट हिँड्थ्यो मान्छेहरू आएन। नाच्दै एक खनको सामा मेरी माया सरमै लाउँछु चिराठी मुरखुट्टा जस्तो त्यही लामो भएर हेर हेर यता अब मान्छेहरू छैन टक्कै छ हेर्दै हिँड्न नि लु त्यहाँ बस अनि म एक खनको घुमाइदिन्छु क्यामेरा छोड